मार्केटबाट घर आएँ कि तर त्यस्तो भिडियोहरू बनाउन सकेन। तपाईँहरूलाई मार्केट देखाउँछु भनेको थिएँ। यस्तो हतार भइरहेको थियो, टोटो नपायो। टोटो एक त टोटो पाएन। यहाँ माथि हाम्रो यहाँ रञ्जनगरको रोड के गरेको खनेर सब शेष, टोटै आउँदैन। अन्त मार्केट गएर फटाफट काम गर्नु थियो किनकि चेरी आउनेवाला थियो। त म देखाउँछु म कोकोलाई कसरी डिवर्म गर्छु। तपाईँहरूले पहिलाको भिडियोमा पनि देख्नु भएको छ होला। आज म फेरि तपाईँहरूलाई देखाइदिन्छु। त मैले ल्याएको छु 2टा आइसक्रिम। कोकोले यो वाला खान्छ तपाईँ, म हमेसा यही नै दिन्छु उसलाई। पहिलादेखिको यो ड्रोन टल भन्ने ड्रोन टलै होला। अन्त कसरी दिन्छु हेर्नु। तपाईँहरूले चाहिँ कसरी दिन्छ त्यो पनि कमेन्ट बक्समा लेख्नु होला। म पनि कसरी दिन्छु म पनि तपाईँहरूलाई बताउँछु। गर्छु भन्दा 2टा आइसक्रिम लिएर आउँछु मार्केटबाट। अन्त यो मैले 4टा लिएर आएको छु यी, किनकि ऊ 40 किलोको माथि छ। 10 किलो इच ट्याब्लेट। यो 2टा लिएँ। यसलाई म यसरी धुलो गर्छु। त्यसलाई खोलेर देखाउँछु। यो धुलो भइसकेको हुन्छ। तपाईँहरूको डगलाई रेगुलर डिवर्मिङ चाहिँ गर्नुपर्छ, मिस नगरी गर्नुपर्छ। नभए चाहिँ बिमार हुन्छ, खानाहरू राम्रो खाँदैन, अलिकति डरै हुन्छ। जति मलाई थाहा छ, मलाई थाहा छैन, म आफ्नो कोकोको लागि जे पनि गर्न सक्छु। त्यसलाई मजाले मैले मिक्स गरेँ। अब म कोकोलाई दिन्छु। यो हाम्रो कोको रेडी भइरहेछ। त म उसको यहाँ हालिदिन्छु। अब उसले खाइहाल्छ, हेर्नुहोस् ल। त्यसरी नै म सेकेन्ड पनि रेडी गर्छु जेलसम्म उसले फर्स्टवाला खान्छ। डगले अगर डिवर्मिङ गर्नु खोज्दैन, खानु खोज्दैन यो ट्याब्लेट भनेपछि तपाईँहरू पनि यसरी नै दिनुहोस्। त्यो जबरजस्ती मुखमा नहालिदिनुहोस्। भित्रतिर अड्के भने मलाई त त्यही डर लाग्छ। बरु आफैले आरामले खान्छ। भइगयो नि, हामीलाई पनि त्यसरी कोचार दिँदा कस्तो हुन्छ त्यसरी हो, त्यस्तै उनीहरूको पनि। फर्स्टवाला उसले खाइसके, यो म हटाइदिन्छु। अब सेकेन्डवाला दिन्छु। पर्ख, वेट। सेकेन्डवाला दिन्छु। खाऊ खाऊ खाऊ। अब यो पनि उसले खाइदिन्छ। यसरी नै दिनुहोस्। अन्त रेगुलरली आफ्नो डगको, क्याटको जे पनि छ प्याट एनिमलहरू डिवर्म पक्का गर्नुहोस्। उहाँहरू नि तल हालेर खाँदैछ। त अहिलेको लागि यति नै। अब फटाफट लन्च बनाएर खाने हो हामी। बाई।